नमस्ते र लेख यहाँहरूलाई सम्भोटा लिपि अनलाइनमा स्वागत छ। हामीले विगतको भिडियोमा सम्भोटा लिपिको 30 व्यञ्जनहरू र 4 स्वरहरूको बारेमा सिकिसक्यौं। यदि तपाईले त्यो भिडियो हेर्नु भएको छैन भने मैले माथि दाहिनेपट्टि आई बटनमा लिंक राखेको छु, तपाईले त्यसलाई प्रेस गरी फेरि पनि हेर्न सक्नुहुनेछ। आज हामीले यहाँहरुको लागि एउटा इन्ट्रेस्टिङ भिडियो लिएर आएको छौं। त्यो भिडियो रहेको छ एउटा हामीले गेम स्वरूप सम्भोटा व्यञ्जनहरू चिन्यो कि चिनेन भनेर हामीले जाँच गर्नको लागि। यदि तपाई यस च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो नाम टाको पाल्जो हो र यदि तपाईले अलरेडी सब्स्क्राइब गरेको छैन भने हाम्रो च्यानललाई सब्स्क्राइब, लाइक, शेयर गरी साथ र सपोर्ट गर्नु होला भन्ने अनुरोध गर्दछु। अब आजको पाठतर्फ लागौं। हामीले विगतको भिडियोमा 30 वटा व्यञ्जन, 4 वटा स्वरहरू यसको बारेमा पनि जानिसक्यौं। त्यसपश्चात हामीले त्यस 30 वटा व्यञ्जन भित्रमा कतिवटा समूह छन् भनेर त्यसको बारेमा पनि जानिसक्यौं। अब आज खेल स्वरूप तपाईहरुले यस 30 व्यञ्जन भित्रमा अक्षर चिन्छ कि चिन्दैन, सही ढंगले उच्चारण गर्न सक्छ कि सक्दैन र राम्ररी चिन्यौ कि चिनेन त्यसको बारेमा अब हामी जान्ने कोसिस गर्छौं। यसमा का देखि अन्त लासम्म 30 वटा व्यञ्जनहरू छ। अब हामी यस्तो खेल खेल्ने छौं। मैले यसरी स्क्रिनमा देखाउँछु र 3 सेकेन्ड गन्छु। त्यस भित्रमा तपाईहरुले उच्चारण गर्न सक्नुपर्नेछ। यसको मतलब यदि तपाईले उच्चारण गर्न सक्नुभयो भने तपाईले अक्षर चिनेको हो। यदि तपाईले उच्चारण गर्न सक्नु भएन भने तपाईले अझै पनि अक्षर चिनेको छैन है त। सो अब स्टार्ट गरौँ है त। 1 2 3 का। अब भयो दोस्रो। 1 2 3 4 1 2 3 ता। 1 2 3 पा। 1 2 3 चा। 1 2 3 खा। 1 2 3 छा। 1 2 3 था। 1 2 3 फा। 1 2 3 छा। 1 2 3 का। 1 2 3 चा। 1 2 3
ता 1 2 3 पा 1 2 3 चा 1 2 3 वा 1 2 3 शा 1 2 3 रा 1 2 3 हा 1 2 3 सा 1 2 3 nga 1 2 3 न्या 1 2 3 ना 1 2 3 मा 1 2 3 या 1 2 3 आ 1 2 3 शा 1 2 3 हा 1 2 3 सा 1 2 3 ला हामीले 30 वटा व्यञ्जनमा अक्षर चिन्यो कि चिनेन त्यसमा पनि हामीले जाँच गर्यौं। यदि तपाईले यस भित्रमा कुनै अक्षर पढ्न जानेन, पढ्न सकेन भने मुनि कमेन्ट सेक्सनमा कमेन्ट गरेर भन्नुस् र कुन अक्षरलाई कसरी उच्चारण गर्ने अझै पनि तपाईले अलि कन्फ्युज केही डाउट यसो छ भने कमेन्ट लेखेर सोध्नुस्। आउनेवाला भिडियोमा म तपाईहरुले बताउने कोसिस गर्छु। आजको लागि यति नै। धन्यवाद। आई होप तपाईहरुले यस भिडियो मार्फतबाट केही न केही सिक्यो होला। फेरि हामी अर्को भिडियोमा भेट हुनेछौँ। त्यतिन्जेलसम्मको लागि म बिदा चाहन्छु। तपाईको दिन शुभ रहोस्।